माननीय आशिका तामाङज्यूले जहिले पनि जनताहरूको आवाज बोल्नुहुन्छ, पीडितहरूको आवाज बोल्नुहुन्छ। हिजो पनि उहाँले बन्चरे डाँडा आसपासको बस्तीहरूको जति पनि त्यहाँको दुर्गन्धित वातावरणको कारणले गर्दाखेरि उत्पन्न हुने महामारीहरू लगायत अन्य विषयहरू पनि उठान गर्नुभएको थियो होइन। उहाँले उठान गर्नुभएको विषयहरू एकदमै राइट छ र उठाउनै पर्ने विषयहरू हो। त्यो फोहोरको जुन व्यवस्थापनमा समस्या आइरहेको छ पहिलेदेखि, यसमा छिटोभन्दा छिटो समस्याको समाधानतर्फ अगाडि बढ्नुपर्छ। तर समस्या कहाँनिर आइदियो भने एउटा माननीय सांसद भइसकेको व्यक्तिमाथि जुन तरिकाले उहाँमा देवी माता चढेर जुन क्रोध, जुन आक्रोश उहाँबाट बाहिर निक्लिन्छ, त्यो चाहिँ एकदमै डेन्जर छ। हुन त उहाँ शिवको भक्त भएर पनि होला, तर शिवको भक्त भए पनि हिजो त शिवलाई नै उत्तानो पार्ने गरेर चाहिँ उहाँमाथि त्यो रिस आक्रोशहरू देखिरहेको अवस्था थियो होइन। अब यस्तो खालको सधैँभरि रिस आक्रोश देखाएर पैसा नै मात्र उठाएर चाहिँ समस्या समाधान हुने होइन होइन। सम्बन्धित निकायसँग समन्वय गरेर जाँदाखेरि चाहिँ त्यो ठाउँको समस्याहरूको समाधान चाहिँ छिटोभन्दा छिटो हुनसक्छ। यो कुराहरू चाहिँ उहाँहरूले एकदमै बुझेर अगाडि बढ्दाखेरि चाहिँ एकदमै राम्रो होला होइन। तर जहाँ बोल्यो त्यहीँ चाहिँ उदण्ड मचाउने खालको जनताको समस्या चाहिँ उठाउने, तर एकदम रिसिएर आक्रोश भएर उठाउँदा मात्र पनि समस्याको समाधान चाहिँ पक्कै पनि हुँदैन होला होइन। हुन त आजसम्म जिउ गरेर चाहिँ समस्या समाधान नभएको यस्तो मान्छेहरू पनि 2-4 जना चाहिने हो होइन। अब उहाँ पनि आउनु भएको छ, तर सधैँभरि रिसले मात्र काम चाहिँ बन्नेवाला छैन। समस्याको समाधानको बाटोतर्फ चाहिँ समन्वयको आवश्यकता पर्छ।